morning everyone, welcome to my vlog. हो अब चाहिँ मैले चिया खाएँ हो, यहाँ भाइ सुतिरहेको छ हो यहाँ सुतिरहेको छ भाइ हो यो भाइ चाहिँ यहाँ बिहानै स्प्राइट खाँदैछु भाइ को भाइ तिमी हार्यो भाइ हो स्प्राइट के खाएको भाइ यो के हो यसको नाम वाट इज दिस होइन स्टिङ हो स्टिङ हो यसको नाम भाइ स्टिङ खाँदैछु बिहानै के भयो भाइ तिमी चिया पानी नखाइ स्टिङ खाँदा वक गर्नु जाँदैनौ तिमी वक गर्नु जाँदैनौ आज यहाँ फेरि सर्फिङ यहाँ छुट्टो ठेर ह्याप्पी भइरहेछ के चाहिँ ह्याप्पी हो आज एक्साइटेड छ त ब्रो आज कहाँ जाने तिमी ब्रो डेलो डेलोमा डेलो खेल्नु जाने डेलो माथि डाँडा के मेरो भाइहरू आज सबैजना खुसी छ यहाँ सर त झन् ह्याप्पी छ यता देखेर भन्दा यहाँ सर 5 बजे उठ्छु भन्ने मान्छेहरू बिहानै कति 4 बजे धारा पुगेर आइसक्यो ओछ्यानमै धारा पुगेर दुईजनै हामी त आज पुरा थाकेको हो हामी दाजुभाइ भाइ आज पुरा थाक्यो त ल है अहिले भेटौँ है सबैलाई धारा गएको अर्को हामी फुचेको यहाँ गयो फुचे यहाँ छ फुचे यहाँ छ फुचे कहाँ गयो यस ब्रो भन्दै यस भन्दै छुटो भन्दै यस ब्रो भन्दै यता 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 छुटो न हामी चाहिँ 4 जना धारा गएकै हुँदैन आज एक्साइटेड छ हुनु पर्यो नि मान्छे भएपछि है एक्साइटेड छ काका छोरा एक्साइटेड छ है पछाडि त त्यो त काका छोरा आज त ओ काका छोरा के छ आज ओ काका छोरा के छ आज आज त ह्याप्पी भएर छ त दुईजना त काका छोरा त कहाँ जाने काका छोरा आज हेलो गाइस अब म निस्केको अब स्कुलको लागि हो अब गाडी पर्खेर आज निकै ढिलो भयो झाडा ढिलो गएँ लुगासुगा धोएर आएँ अन्त अब चाहिँ स्कुल गएर आएर चाहिँ सधैँको सेम रुटिन हुन्छ तपाईँहरू प्रतीक्षा गर्दै गर्नुहोस् म चाहिँ खाना खाँदैछु यहाँ बेसी हल्ला नगर है अब चाहिँ म खाना मजाले खान्छु तपाईँ साथमा यहाँ अचार छ दही छ आलु झोल आलु दाल खाँदैछु बुढियाले खाना बनाउँदैछ खाजा मेरो लागि मौसम पनि दामी भइरहेछ आज भयो खाना खाइसकेँ मैले चाहिँ अब ओके गाइस अब खानासाना खायो निस्केको अब ड्युटीको लागि अब निस्किनुपर्छ ड्युटी यसो जानु पऱ्यो नि ड्युटी त होइन हेलो गाइस हामी चाहिँ त्यता आइरहेको छ एकछिन रेस्ट गर्न आएको बसिरहेको छ हामी सबैजना यहाँ हेर्नुहोस् यहाँ मेरो भाइ छ भाइ हेन्सम भएर बसिरहेको छ यहाँ भाइ छ यसो एकछिन रेस्ट
कम्प्युटर पनि बेसी खेल्नु चाहिँ राम्रो होइन हौ इन्टरनेट है राम्रो मान्छेको माइन्ड आफ्नो काम जरुरतसम्म त क्या अँ कस्तो हुन्छ भन्दा अहिले म त फोनहरू र त्यो नेटहरू हुन्छ बेलुका त बन्द गरिदिन्छु नि हौ बिहानहरू हेर्दिनँ नि म त त्यसलाई बताइ कहाँ गरिरहनु मजा आउँछ तर टाइम पास होइन यसो एउटा अब म कम्प्युटर के भने सिक्नु लागि मजा आउँछ हौ सिक्नुहरू हुन्छ नि सिक्नुको लागि सिक्नु छ भने चाहिँ मजा आउँछ नि हो त्यही हो अरू केही छैन। सिक्नुलाई चाहिँ राम्रो हो त्यहाँ अब दिनभरि खेलाएपछि त्यही हो आँखा बिग्रिन्छ हो त्यही कम्ती गर्नुपर्छ होइन बिचरा अब इमर्जेन्सीहरूलाई सिकाइदिन्छु म 2 घन्टा 3 घन्टा बाहिर सिकाइदिन्छु नि बिचरा अब कति दिन कोर्स गर्ने आएको हुन्छ हो उनीहरूलाई त सिकाइदिन्छु नि अब होइन यसो हेल्प लगाउनु पऱ्यो नि यसो मजाले सिकाइदिएर मजाले गरिदिनु